तपाईलाई थाहा छ, विश्वका लगभग 90% ट्रेडर्सले पैसा गुमाउँछन्। तर समस्या स्ट्र्याटेजीमा मात्र हुँदैन, किनभने धेरैजसो मानिस चार्टसँग होइन, आफ्नै इमोसनसँग हारिरहेका हुन्छन्। फियर, ग्रीड, ओभर कन्फिडेन्स, रिभेन्ज, यी सबै इमोसनले अकाउन्ट मात्र होइन, मानिसको कन्फिडेन्स पनि डिस्ट्रोय गरिदिन्छ। आजको यो भिडियोमा हामी ट्रेडिङ साइकोलोजीको त्यो संसारमा जानेछौँ जहाँ मार्केटभन्दा ठूलो युद्ध मानिसको दिमागभित्र चलिरहेको हुन्छ। र यदि तपाईले आफ्नो माइन्ड कन्ट्रोल गर्न सिक्नुभयो भने सायद ट्रेडिङले तपाईको जीवन बदल्न सक्छ। ट्रेडिङ धेरै मानिसको लागि फ्रिडमको सपना हो। कसैले लग्जरी कार देखेर ट्रेडिङ सुरु गर्छ, कसैले सोशल मिडियामा प्रॉफिट स्क्रिनशट देखेर। तर रियालिटी धेरै फरक हुन्छ। पहिलो प्रॉफिट आउँदा मानिसलाई लाग्छ म जिनियस हुँ, तर पहिलो ठूलो लस आएपछि त्यही कन्फिडेन्स डरमा बदलिन्छ। त्यसपछि सुरु हुन्छ इमोशनल ट्रेडिङ। ट्रेडिङमा मार्केटभन्दा डेन्जरस चीज तपाईको आफ्नै इमोसन हो, किनभने चार्टले तपाईलाई फोर्स गर्दैन, तर तपाईको फियर र ग्रीडले डिसिजन बिगार्छ। प्रोफेसनल ट्रेडर र बिगिनर बीचको सबैभन्दा ठूलो फरक स्ट्र्याटेजी होइन, साइकोलोजी हो। आज हामी बुझ्नेछौँ किन मानिसहरू इमोसनको कारण हार्छन् र कसरी डिसिप्लिन्ड माइन्डसेटले ट्रेडरलाई सक्सेसफुल बनाउँछ। कल्पना गर्नुहोस्, तपाईले एउटा ट्रेड लिनुभयो, मार्केट अलिकति तल जान्छ र तपाईं प्यानिक हुन थाल्नुहुन्छ। यदि अझ तल गयो भने, सबै पैसा गुम्यो भने, त्यसपछि तपाईं ट्रेड छिट्टै क्लोज गर्नुहुन्छ। तर केही मिनेटपछि मार्केट तपाईले सोचेको डिरेक्सनमै जान्छ। यही हो फियर। फियरले मानिसलाई सही ट्रेड पनि होल्ड गर्न दिँदैन। फियर अफ लुजिङ, फियर अफ मिसिङ आउट, फियर अफ फेलियर, यी सबै ट्रेडिङका हिडन एनिमीज हुन्। अब अर्को इमोसन, ग्रीड। पहिलो प्रॉफिट आएपछि मानिसलाई लाग्छ आज त धेरै पैसा कमाउन सक्छु। त्यसपछि रिस्क बढ्छ, लट साइज बढ्छ, रुल्स हराउँछन्, र एक समय यस्तो आउँछ जहाँ एउटा गलत ट्रेडले सारा प्रॉफिट वाइप आउट गरिदिन्छ। ग्रीडले मानिसलाई लजिकल होइन, इमोशनल डिसिजन लिन बाध्य बनाउँछ। मार्केटमा सर्भाइभल चाहिन्छ, इन्स्ट्यान्ट रिचेज होइन। डिसिप्लिन, यो शब्द सुन्न सजिलो छ, तर ट्रेडिङमा पालन गर्न अत्यन्त गाह्रो। डिसिप्लिन भनेको इमोसन आएको बेला पनि रुल फलो गर्नु। प्रोफेसनल ट्रेडरहरू हरेक दिन ट्रेड गर्दैनन्, उनीहरू पर्फेक्ट सेटअप कोर्छन्। तर बिगिनर ट्रेडर, ऊ बोर्डममा पनि ट्रेड गर्छ, किनभने उसको दिमाग एक्सन चाहन्छ। सक्सेसफुल ट्रेडर बन्न तपाईले मार्केटलाई होइन, आफ्नो ह्याबिटलाई जित्नुपर्छ। वेकअप टाइम, स्टडी टाइम, रिस्क लिमिट, एन्ट्री रुल्स, यी सबै डिसिप्लिनका भाग हुन्। कन्सिस्टेन्सी बिना ट्रेडिङ ग्याम्बलिङ बन्छ। ट्रेडिङमा एउटा रुल छ, प्रोटेक्ट योर क्यापिटल फर्स्ट, किनभने पैसा नै छैन भने नेक्स्ट अपर्च्युनिटी लिन सकिँदैन। तर धेरै बिगिनर ट्रेडर एक ट्रेडमा ठूलो रिस्क लिन्छन्। किनभने उनीहरूलाई छिटो रिच बन्नु छ। प्रोफेसनल ट्रेडरहरू अकाउन्ट बचाउने खेल खेल्छन्, बिगिनर ट्रेडरहरू ज्याकपट खोज्छन्। रिस्क म्यानेजमेन्ट भनेको स्टप लस प्रयोग गर्नु, एउटै ट्रेडमा धेरै रिस्क नलिनु, इमोसनमा साइज नबढाउनु। ट्रेडिङ म्याराथन हो, लटरी होइन। रमेशले ट्रेडिङ सुरु गर्यो। पहिलो हप्ता प्रॉफिट भयो। उसलाई लाग्यो अब म फुल टाइम ट्रेडर बन्छु। त्यसपछि उसले ठूलो लट प्रयोग गर्न थाल्यो। एक दिन लगातार 3 वटा लस भयो। इमोसनले उसलाई कन्ट्रोल गर्यो। उसले रिभेन्ज ट्रेडिङ सुरु गर्यो। लस रिकभर गर्ने प्रयासमा उसले पूरा अकाउन्ट गुमायो। प्रब्लम मार्केट थिएन, इमोसन थियो। अब अर्को ट्रेडर, सुमन, उसले मन्थसम्म प्र्याक्टिस गर्यो, रिस्क म्यानेजमेन्ट सिक्यो, जर्नल बनायो। उसले एउटै रुल फलो गर्थ्यो, क्यापिटल बचाउनु। उसले डेली धेरै ट्रेड गर्दैनथ्यो। कहिलेकाहीँ पूरा दिन ऊ कुनै ट्रेडै लिँदैनथ्यो। स्लो प्रोग्रेस थियो, तर स्टेबल थियो। इयर्स पछि उही डिसिप्लिनले उसलाई प्रफिटेबल बनायो। ट्रेडिङमा सक्सेस केवल स्ट्र्याटेजीले आउँदैन,
माइन्डसेट, इमोसन कन्ट्रोल, डिसिप्लिन, रिस्क म्यानेजमेन्ट यी सबै इक्वली इम्पोर्टेन्ट छन्। फियरले तपाईँलाई रोक्छ, ग्रिडले तपाईँलाई ब्लाइन्ड बनाउँछ, तर डिसिप्लिनले ब्यालेन्स दिन्छ। सक्सेसफुल ट्रेडर त्यो होइन जसले सबै ट्रेड जित्छ। सक्सेसफुल ट्रेडर त्यो हो जसले लङ टर्म सर्भाइभ गर्छ। अन्त्यमा एउटा कुरा याद राख्नुहोस्, मार्केटलाई कन्ट्रोल गर्न सकिँदैन, तर आफ्नो इमोसनलाई कन्ट्रोल गर्न सकिन्छ। ट्रेडिङ जर्नीमा लस आउनेछ, स्ट्रेस आउनेछ, डाउट आउनेछ, तर यदि तपाईँ काम रहनुभयो, रुल फलो गर्नुभयो र पेसेन्स राख्नुभयो भने सायद ट्रेडिङ तपाईँको लाइफ बदल्ने स्किल बन्न सक्छ। किनभने अन्ततः सबैभन्दा ठूलो ब्याटल चार्टमा होइन, आफ्नै माइन्डभित्र हुन्छ। यदि यो भिडियो युजफुल लाग्यो भने लाइक र सब्स्क्राइब गर्न नभुल्नुहोस्। कमेन्टमा लेख्नुहोस्, ट्रेडिङ गर्दा तपाईँलाई सबैभन्दा धेरै कुन इमोसन आउँछ? फियर, ग्रिड, ओभर कन्फिडेन्स? अर्को भिडियोमा हामी रिस्क म्यानेजमेन्ट स्ट्र्याटेजीको बारेमा गहिराईमा कुरा गर्नेछौँ। Until then, trade safe, stay disciplined.